त अब हाम्रो बाजेले पालिरहेको हो। बाजेले चाहिँ अब बिहान उडाउँछ, एकछिन उडाउँछ, रमाइलो गर्छ, रमाइलो अब दिनभरि पाल्यो, हेऱ्यो, त्यही हिसाबमा पालिरहेको। अहिले हामीले आएर चाहिँ अब गेमको रूपमा यसलाई सुरु गरिदिएँ। जब गेमको रूपमा सुरु गरेपछि अब सबै अब हाई फ्लायरवाला उड्ने पराको मात्र डिमान्ड भयो क्या यहाँ अहिले। यो चाहिँ आफ्नो कोर्सको घर घरको कोर्स हुन्छ। त्यो मैले टुर्नामेन्ट पनि मेरो कोर्सबाट अरूहरूको टुर्नामेन्ट छ भने अरू उडाएर टिमहरू चाहिँ त्यो सातवटा पराहरूलाई 50वटा तयार पार्छ। 50वटा मध्ये जो राम्रो उठ्छ तिनीहरूलाई मात्रै हामी टुर्नामेन्ट दिन्छौँ। टुर्नामेन्टको लागि भनेर नि अब पर पाल्छ। टुर्नामेन्टको लागि भनेर नि परको लागि चाहिँ रेखदेख गर्छ। अब हरेक वर्ष बनाउने गण्डकी कसरी राखेर ठिक हुन्छ, कसरी राखेर राम्रो कुरोहरू परलाई सुविधा दिने, उनीहरू काम खालि खाने उड्ने। अब अहिले चाहिँ उडाउने तरिका र पहिलाभन्दा धेरै फरक। अहिले चाहिँ हाम्रो इन्डियाको ट्रेनिङ अनुसार चाहिँ उडाइरहेको छ, दाना पानी मिलाएर। त्यसैले चाहिँ पहिलाको भन्दा धेरै नै क्वालिटी राम्रो, नसल पनि राम्रो भयो, तरिका धेरै फरक। पहिला हामीले चाहिँ अब दाल भात पनि खुवाउँछौँ, के पनि गर्छौँ। आजभोलि चाहिँ अब उडाउनेको लागि चाहिँ अलग्गै दाना दिनुपर्छ, अलग्गै ट्रेनिङ। अब महिनौ दिनदेखि औषधि सजिलो सबै चाहिँ हरेक किसिमले चाहिँ अब जुन हाम्रो म्याराथनको लागि मान्छे दौडिन्छ त्यही हिसाबले चाहिँ हामी परलाई पनि ट्रेनिङ दिनैपर्छ। खेल यसलाई पनि खेलको रूपमा विकास गर भनेर हामीलाई 3-4 वर्ष पहिला चाहिँ धेरै नै गाह्रो थियो हामीलाई जज गर्नलाई। अहिले जज गर्नलाई पनि सजिलो भयो, उडाउने मान्छेलाई पनि सजिलो। पहिला अलिअलि विवाद आउँथ्यो, अहिले त्यो विवाद धमासमा बिस्तारै हट्दैछ। त्यो क्वालिटी मान्छेको तरिका र पाल्ने तरिका परेको नसलको हिसाबमा चाहिँ धेरै फरक आइसकेको छ। अहिले धेरै राम्रो छ।